अन्त हाम्रो आजको लाने गाइड गर्ने मान्छे चाहिँ यहाँनिर छ हो हामीलाई। अनि आमाहरू भएपछि झोला तुम्बी त कता कता हो यस्तोहरू हो गाइस के भन्नु र रिसाको न रिसाको आयो जङ्गली भएको हो यो डल्ली त मुकेर न धन्यवाद धेरै धेरै अलिक हल्का हुन्छ नि आएर कलिरहेको बेला बनाउनु कस्तो भारी हुन्छ। हेलो गाइस वेलकम ब्याक टु आवर च्यानल। नयाँ दिन नयाँ भ्लगको साथमा फेरि पनि तपाईँहरू सबैसँग आइसकेको छु तपाईँहरूको अगाडि गाइस। सो त्यही हो गाइस म चाहिँ अहिले माछा फ्राई गरिरहेको छु। माछा फ्राई गर्दा गर्दै मैले त भ्लग स्टार्ट गर्नुपर्ने रहेछ भनेर सोच आइरहेँ। के भएको मुख फेरि मेरो सोच आयो। सो त्यही भएर चाहिँ स्पिड बोल्नु खोजेर खास गरी चाहिँ हतार भएको क्या। अन्त चाहिँ त्यही भएर चाहिँ मैले भ्लग स्टार्ट गरेको हो गाइस। त्यही हो तपाईँहरूले प्रिभियस भ्लग हेरिहाल्नु भयो होला मेरो साथी आएको छ भनेर होइन। आज चाहिँ त्यो जानेवाला छ। सो त्यही भएर चाहिँ छिटो छिटो खानापिना पकाएन। अन्त खासै त्यो बिहानै जान्छु भनेर सोचिरहेको थियो कि अन्त बेलुकाखेरि बाबाले रिक्वेस्ट गर्नुभयो। अन्त चाहिँ 12 उताहरू जाँदा हुन्छ खानासाना खाएर घुमेर भन्दै भन्नुभयो नि त। सो त्यही भएर चाहिँ त्यो बस्नु लागि राजी भएको छ। त्यही भएर चाहिँ म खानापिना बाबाले दाल सब्जीहरू त पकाउनु भयो, मेरो चाहिँ काम थियो दाल सब्जी भातहरू त पकाउनु भयो, मेरो चाहिँ काम थियो माछा पकाउने र अचार बनाउने हो। सो त्यही भएर चाहिँ नानीलाई खानासाना दिँदै उसलाई दबाई पानी खुवाउँदै पुसपास गराइदिँदै हो। अन्त चाहिँ माछा फ्राई गर्दैछु त भ्लग स्टार्ट गरिहालेको। घुमाउनु चाहिँ कहाँ लैजाउँ भइरहेको छ। लानु त पुरै छ जग्गा तर अब कहाँ लानु भन्ने भइरहेको छ हो। अन्त रोपे चढ्छु भन्दै थियो नि त त्यो चाहिँ। अन्त डर लागिरहेछ अहिलेसम्म रोटेपिङमा पनि चढेको छैन अरे चढ्नु चाहिँ कि डर हुन्छ है भन्दै थियो। हुन त त्यस्तो साह्रो त हुँदैन र पनि चढौँ न त एकपल्ट भनिरहेको छु। तर टिकट चाहिँ 10 बजीदेखिको अरे। यहाँ त पुरा साह्रो पर्छ नि त अहिले टुरिस्टहरू भएकोले गर्दाखेरि टिकट पाउनै मुस्किल हुन्छ हो। अब यहाँबाट खानासाना खाएर रेडीसेडी हुँदा 11 बज्छ होला। टिकट सपोजमा पाएर अब लाइन लाग्नु परेन भने पाउनु त पाउँछ र पनि 3 बजीहरूसम्म लाइन लागेर अस्ति पहिलातिर हामी बस्दा त्यसरी बसेर गएको हो नि त हामी। ढिलो भयो भने चाहिँ अब चढ्दिनँ होला नभए चाहिँ चढ्ने हो। नानीलाई चाहिँ लाँदिनँ होला उयो रोपे चढाउनु चाहिँ डर लाग्छ बिचरा। आधी बिचमा गएर रुयो भने हो होस् लाँदिनँ जस्तो लागिरहेछ। अब हेरौँ अहिले के हुन्छ। टिकट पनि पाउनु पर्यो नभए चाहिँ अरू जग्गा नै घुमाउनेवाला छु। त्यो चाहिँ त्यतैबाट घर जान्छ। अन्त हामी चाहिँ यता आउनेवाला छु। तर वेदर चाहिँ यस्तो खराब भयो कि अहिले घाम लागिरहेको थियो कस्तो दामी कि अहिले नै धुम्म भएर केही छैन हुस्स पर्यो हो। अब पानी आउँछ जस्तो भइरहेछ। प्लानिङ चेन्ज भएर घरमै बसे हुन्छ हो। र पनि हेर्दै गर्नुहोस् न लास्टमा के हुन्छ भनेर ल। अहिलेको नि बाइ बाइ गाइस। One eternity later. सो गाइस अहिले चाहिँ हामी खानासाना खाएर यहाँ रेडी भइरहेको छु हो। सो त्यही हो। अन्त चाहिँ तलबाट ठुलो बडीको चाहिँ छोरी पनि आउनु भएको छ होइन काजल। हाम्रो नानु चाहिँ यहाँ छ। सेरी न आइका दिनु हाय कस्तो हुनुहुन्छ भनिदिनुहोस् न भ्लगमा पापाले पनि हेर्छ तिम्रो भनिदिनुहोस् न। बेबी लाने बेबी घुमाउनु लाने हजुर भन न। माइजू खै माइजू पुरै बिजी भइरहेछ उसको बलुन खेलाउनुमा हो। अन्त काजल त्यहाँदेखिको के पो अरे नानी म होइन। अन्त भ्लगमा नल्याउनु लाज लाग्छ गिल्दु लाज लाग्छ भन्दैछ। सो त्यही हामी चाहिँ जाने ल बजार जानुपर्छ। म पनि त जान्छु बेबीलाई पनि त लान्छु ल। अन्त ऊ चाहिँ अब के भन्छ यो जुन 16 तारिक चाहिँ 2 वर्ष पुग्छ त्यही हो। अन्त चाहिँ त्यही हो। सुदेशना पनि यहाँनिर छ रेडी भइरहेको छ हो। सो त्यही हो ल गाइस अहिले भेट्छु बाई। यस्तो बोक्नुपर्छ झोला यत्रो बोक्नुपर्छ कहीँ जानु छैन यत्रो खानेपिनादेखि सबै नै हो। सो त्यही हो अब चाहिँ गएको। बलुनमा झगडा पर्दैछ दुईजना दिदी बहिनी चाहिँ। नानु यता हेर्दै हो वा गएको हामी घुम्नु भन्थ्यौ। अर्को वर्ष चाहिँ ऊ पनि पुरै बोल्ने हुने रहेछ है आइज त्यसमा। सो गाइस अहिले चाहिँ हामी हिँड्दैछु होइन। जानु चाहिँ नाइटिङ्गेल पार्क जाने अरे अब चाहिँ हो। अन्त हाम्रो आजको लाने गाइड गर्ने मान्छे चाहिँ यहाँनिर छ हो हामीलाई पुरै। सो त्यही हो हामी चाहिँ म कहिले गएको छु बाटो चिनाउने म चाहिँ कहिले गएको छुइनँ म पनि होइन। अन्त सुदेशमा त अब त्यो यता टाढोको भइगयो। अन्त सो त्यही भएर चाहिँ उसले लाने अरे हामीलाई। धन्नले आजै आएछ हाम्रोमा ढुक्कै भयो। नभए कहाँ लानुहुन्थ्यो।
अब चाहिँ हामी लागेको गाइस मुनि चाहिँ कति भिड होला यहाँ जो जाने बाटोमा चाहिँ भनौँ न नानी हेर्नु नि के सजिलो सो यहाँ हेर्नु सक्नुहुनेछ कति चाहिँ भिड छ टुरिस्टहरूको भनेर हो अब अहिले सिजनै हो छक्कै पाउनु है हो रहेछ है देख्दा त सो त्यही हो कति भिड हो आम्बो यसले त गर्दा त जाम हुन्छ त हौ दार्जिलिङ हेरिहाल्नु भयो होला होइन न म चाहिँ हत्तु भयो उसलाई बोकेर हिँडेर सो त्यही हो गाइस सेरिन नाना हेराना सेरिन नाना कहाँ जानु भएको हजुर कहाँ जानु भएको बजार बाई जानु ल गाइस टिकट काट्नु लागि चाहिँ ए खोइ यहाँ के साह्रो बाटी टिकट काट्नु लागि चाहिँ हेर्नु होइन यहाँ होइन माथि हो यो त उयो जू हो माथि अझै कहाँ हो पार्कै जानुपर्छ हेर्नु सक्नुहुनेछ टिकट काट्ने चाहिँ कति चाहिँ भिड होला अम्बो भगवान् मरेलु र त त्यही भएर चाहिँ जाम भएको त अन्त 5 घन्टा 6 घन्टा अन्त नानीले टाइगर मन पर्यो अम्बो भिडै देखाउनु मात्रै भयो ल गाइस तपाईँहरूलाई बिहोस भयो म यहाँ देखेर अम्बो के हो यो मेलाहरू लागेको जस्तो लाग्यो मलाई पुरा मेला लागेको जस्तो लाग्यो मलाई पुरा गाइस हामी चाहिँ यहाँनिर जाँदैछौँ उनीहरू उसलाई पनि मन परेको ऊ भन्दैछ हत्तो बनाइसक्यो उसलाई न मलाई चाहिँ भनेको हेर न फेरि हातले देखाइदियो तिमी पनि नानु के लाग्छ नानु तिमी पनि देखाइदियो ऊ ल लाखा के रहेछ नानु सो त्यही हो गाइस हत्तो आयो है के भन्दैछ पुरै बोल्छ नि त उसको नानी त ल फेरि ऊ पनि फेरि म कहाँ कमीको भन्दा जस्तै हेर न सेरिन नानाले हाम्रो नानुलाई पा खुवाउँदैछ है खोकी लाग्यो दिनुहोस् त लु खा यो हो नि मिलाइ त हामी चाहिँ अघि आइसकिसके अघि भन्दा अहिले भर्खर आएर एकछिन अझै तिर्खाल लाग्यो हजुर लाग्यो अरे ऊ दिनु अरे ऊ एकछिन चाहिँ हामी यहाँ बसेको हो छु होइन यी सुदेशमा पनि यहाँनिर सिट खाली नभएर चाहिँ पल्लोपट्टि बसिरहेको छ अन्त अब चाहिँ हामी घुम्ने हो एकछिन होइन अन्त यहाँको भ्यू म तपाईँहरूलाई अहिले देखाउने चाहिँ अहिले चाहिँ एकछिन गरम भयो नि त पुरै सबै खाने अरे ले बहिनी पक्रिनु जान्दैन त त्यही हो के साह्रो बाठी हो भन के साह्रो बाठी गाइस म चाहिँ यहाँनिर तपाईँहरूलाई भ्यू देखाउन आँटेको छु नाइटिङ्गेल पार्कको यहाँ माथि चढेर हो मलाई हिँड फोटो खिच्नु मेरो झोला सबै बोकिदिरहेछ बिचरा माया लाग्दो सो त्यही हो गाइस हेरिहाल्नु भयो होला तपाईँहरूले नानीको आमाहरू भएपछि झोला तुम्बी त कता कता हो यस्तोहरू हो गाइस के भन्नु र आइज त्यसमा जाउँ राम्रो रहेछ मन पर्यो यहाँनिर चाहिँ शिव भगवानको मूर्ति रहेछ हो कहिले आएको थिएँ म साँच्ची फर्स्ट टाइम हो दुईजनाको फोटो ल आइदिन्छु त्यसमा ल्या ढिलो भयो बस त्यहाँ बस फोटो खिच्नुपर्छ फोटो नानी यता हेर झ्याडहरू पुरा मन पराउँछ नि त
रिसाको न रिसाको आयो Much later. सो गाइस अहिले चाहिँ हामी यहाँनिर यतापट्टिको रेस्टुरेन्टमा चाहिँ हामी खाजा खाएर त्यहाँदेखि चाहिँ एकछिन बसेर जाउँ भन्नु भनिरहेको छु हो सुदेशमा त भर्खर गयो होइन त्यसलाई पुरा ढिलो भएको थियो नि त अन्त चाहिँ गाडी पाउँदैन जामहरू हुन्छ फेरि त्यहाँबाट पनि अम्बोटी पुग्नुपर्छ नि त तल सो त्यही भएर चाहिँ जान्छु ल तिमीहरू उयो नानीलाई खानाहरू खुवा भन्ने नि त अन्त सो त्यही भएर चाहिँ त्यो चाहिँ गयो हो हामी चाहिँ हामी डल्लो चाहिँ यहाँनिर मामखा चाहिँ खानु मान्दैन बिस्कुट चाहिँ खाएर छाडा उनीहरू दलेको त्यही हो गाइस ल नानीको आमा हुनु भएर हिँड्नु चाहिँ आमामा भयो के हो पानीको बोतल खाना त भयो अझै नानीले पनि च्याङ च्याङ गर्दा चाहिँ अब बिहोस फोटोको उयो त के खिच्नु के हुन्छ मान्छेको मुड नै के हुन्छ के सोचेर आएको हुन्छ के भइसक्छ यहाँ आइपुग्दा चाहिँ हो हुँदो रहेछ A few inches later. सो गाइस हामी चाहिँ खाजासाजा खाएर जस्तो बाहिर आएको हाम्रो डल्लु पनि सुतिरहेको छ उसको नानी पनि नानीको आमा भएपछि है नानीको आमा भएपछि हो सबै कुरा नै त्याग्नु पर्ने रहेछ हेर्नु नि अब हामी हो फोटोहरू खिच्नु थियो अझै होइन फोटोहरू खिचेर जाउँ न त्यहाँ अब नानी सुतिरहेछ नानी उठेर मात्रै त्यहाँदेखि जाने खाजाहरू पनि खाएँ हो अन्त मम्मीलाई पनि अहिले भर्खर फोन गरेर अहिले आउँछु भनिरहेको छु सो यस्तै भइरहेको छ गाइस गफ लडाइरहेको छु कहिले भेटेको जस्तो केटीहरूको त त्यही त हुन्छ गफ होइन कहिले काहीँ भेटेर पनि होला हो तर उसँग त भेटिबस्छु बातहरू फोनमा बोलिबस्छु कि फोनमा बोलेको भन्दा चाहिँ फेस टु फेस बोलेकोमा चाहिँ अब फेरि पुरै हुन्छ नि त गफ हुँदैन सो त्यही भएर चाहिँ हामी गफ गरिरहेको छु यहाँ पछाडितिर चाहिँ मान्छेहरू अझै पनि छ हो सो गाइस अहिले चाहिँ हामी घुमिरहेको छु यहीँनिर नै हो उसलाई चाहिँ नि पुरा यहाँको उयो मन परेछ चौर मन परेछ कि पुरो झ्यार उखाल्दै उभिनु नमानेर हिँड्नु नमानेर अहिले त राखेको पनि छुइनँ भुइँमा हो बेसी मन पराएर उसलाई सो त्यही हो अब चाहिँ जाने एक दुईवटा फोटो खिचेर है नानु डल्ली चाहिँ मानेकै छैन यहाँनिर दादाहरू देखेर भाइ दादाले चाहिँ बिचारा बिस्किट दिँदैछ खानु भनेर लु यो सी बुझ्दै न भाइ नाना को रहेछ जङ्गली भएको हो यो डल्ली त मुकेर न 2000 years later. सो गाइस हामी चाहिँ अहिले भर्खर घर आइपुगेर हैन गलेर हत्तु भन्दा हत्तु भयो ढाड दुखेर त्यहाँ माथि हिँडेर आएर हो अम्बो नानीहरू बोकेर चाहिँ कस्तो साह्रो पर्छ हो जानु चाहिँ जानु मन लाग्ने हत्तु पनि हुने के गर्नु गाइस हो अन्त चाहिँ भर्खर आएर अन्त चिया बनाउन आँटेको छु चिया खाने हामी चाहिँ हो अन्त साथी चाहिँ पुगेको पनि छैन अरे भर्खर 5 बज्न आँटेको छ आज चाहिँ मोमो खाने भनेर काजल पनि हाम्रोमा नै बस्छ काजल र नानी पनि हैन आज पनि पाउनै छ गाइस हो अन्त चाहिँ मोमो खाने भनेर बाबाले चाहिँ सबै रेडी बनाइदिइराख्नु भएको रहेछ यहाँनिर यता मम्मीको सुपहरू भइगयो हैन मम्मीको सुपको लागि रेडी बनाउनु भएको रहेछ किमा चिकनको मोमो खाने यो किमा पनि रेडी नुनहरू सबै हाले भन्नुहुँदै थियो कस्तो बनाउनु भयो कुनै नुनको हो अलिक चर्कै हाल्नुहुन्छ बाबाको हात अलिक चर्कै अब केटाहरूको मान्छेको हात बिचारा हो धन्यवाद धेरै अलिक अब हल्का हुन्छ नि आएर गलिरहेको बेला बनाउनु कस्तो भारी हुन्छ यो मम्मीको खानाको लागि रेडी सबै रेडी पाइराख्नु भएको रहेछ ठक्क लाइटर बालेर उयो गर्नु मात्रै मक्टुहरू पनि बसालिदिइराख्नु भएको रहेछ मक्टुहरू पनि सबै किमा पनि रेडी नुनहरू चाहिँ कस्तो भएको नि हो अचार बनाएर त्यहाँदेखि यसो बटार्नु खै आँटा पनि गुनिदिनु भयो कि कता ए आँटा चाहिँ गुनेको रहेन रहेछ हो यति नै भए पनि कता गएर आउँदाखेरि चाहिँ धन्नले ल्या पुगेर खानै बनाउनुपर्छ ल्या यस्तो गर्नुपर्छ भन्ने चाहिँ हुँदैन त्यो चाहिँ अलिक ढुक्कै लाग्छ हो अब पकाउनु जान्ने भएर विजयले त जान्दैन हो विजय बाबा पछाडि चाहिँ मेरो अलिक बिजोग नै हुन्छ र अहिले चाहिँ अलिक भए पनि छैन हो बाबाले आधी भए पनि यस्तो गरिदिइराख्नुहुन्छ ढुक्कै छ त्यसको लागि चाहिँ नभए त पालिँदै आउनुपर्छ नि त होइन हाम्रो त्यति बेला त पकाउनु थाल्नुपर्छ 5 बजे हो मम्मीको लागि तर कता गएर आयो भने चाहिँ पकाउनुपर्छ
फेरि म साह्रै पनि डुल्दिनँ नि त गाइस। कोही कोही बेला त होइन, कोही बेला त चल्छ। फेरि पकाइदियो दिन डेली नै पकाइदिन्छ त हाम्रो बाबाले भनेर फेरि दिन डेली नै हराउने पनि होइन नि त। औँसी कुल्नेमा त चल्छ नि त होइन गाइस। त्यही हो, मजा आयो। यहाँ माथि छ काजु, काजु खान्छ अरे काजु। त्यही हो गाइस। अब चाहिँ हामी मोमो खान आँटेको छौँ, मोमो बनाएर। ल डल्लोले चाहिँ खेद्दैछ सेरिनलाई खाली चप्लीसँग। ल बेटा के भएको? उयो पनि खेदेको ल दे भगवान ल के भएको? भयो अब भयो। सो गाइस अब चाहिँ हामी मोमो खान आँटेको छौँ। मोमो चाहिँ यस्तो भएको छ, मैले सबै मक्टुहरू धोएँ नि त, त्यही भएर चाहिँ एकै मक्टुमा हालेको छु। सुप चाहिँ यहाँनिर छ गाइस, हेर्न सक्नुहुनेछ। मम्मी चाहिँ यहाँ खाएर पनि दबाई खानु हुँदैछ, यी मम्मीको दबाईको प्लास्टिकहरू। अब चाहिँ हामी खाना खान आँटेको छु गाइस। ल आजको भ्लग यहीँनिर एन्ड गर्नु चाहन्छु। तपाईँहरूले लास्टसम्म नै हेरेर साथ दिनुभयो होला, त्यसको लागि सबैजना थ्याङ्क यू सो मच। नेक्स्ट भ्लगमा भेट्छु नि, ल बाई।